ओ माई गड घरमा आउँदा त स्वर्ग जस्तो हुने रे आमा नि यति घाम आज फेरि अनि हेलो गाइज के छ हौ तपाईँको साँझको मिनी किचनमा के पाक्दैछ मेरोमा यो न्युरो र आलुको तरकारी कोलाई मनपर्छ साथीहरू यो न्युरो यो त मासु भन्दा पनि एकदमै हेल्दी चिज हो कि एकदम हेल्दी जसलाई थाहा छ नि यसको विशेषता यसको फाइदा त्यसले मात्रै यो चिज खान्छ क्या नत्र भने त गाउँघर त मेरोमा त बाख्राले के अरे गाईले खान्छन् यस्ता चिज त भन्छन् नि तिनीहरूलाई त्यही भएर त नि गाईले राम्रो दुध दिन्छ होला कि होइन कि कसो हो साथीहरू आज मेरो किचनमा यो पाक्दैछ मलाई एकदम मनपर्छ होइन अब म त भेजिटेरियन परेँ होइन त्यही भएर मलाई यस्तो चिज एकदम मनपर्छ आई लभ दिस होइन यसको गुण के हो यसको विशेषता के हो यो चाहे 50 रुपियाँ नै मुठा होस् चाहे त्यसको अलि एक्सपेन्सिभै होस् तर चाहिँ खानी चाहिँ छोड्ने होइन कि यो चिज चाहिँ हो कि होइन भन्नु त साथीहरू कमेन्ट गर्नु ल कोलाई मनपर्छ यो न्युरो अनि यो न्युरोमा कसरी पकाउने के हाल्दा राम्रो चिज हुन्छ त्यो पनि भन्नु ल मलाई